खाने मुखलाई जुवाले छिर्दैन भने जस्तै अब हामी अब रक्सी नेपालमा अब लोकल रक्सी खाइराख्यो भने अब विदेशमा बस्दा नि खाम जस्तो लाग्ने हुन्छ। अब विदेशमा अब कुरो त पाइएन, अब यसो भात पकाएर जुगाड गरेर अब खान त पर्यो, जसै कसरी पकाउने त भन्दा अब यसो बिचराहरूको ममा भाँडो पनि थियो, यसो आइडिया लाएर जुगाड गरेर चाहिँ मैले यसरी रक्सी पकाउने तयारी गरेको। नभन्दै रक्सी एक नम्बरको झऱ्यो है, एक नम्बर 3 पाने रक्सी झऱ्यो कि, यति कडा झऱ्यो, यति मिठो झऱ्यो, सोचेको भन्दा धेरै राम्रो बन्यो लोकल रक्सी। त्यहाँतिर मैले चाहिँ यसरी खाएँ, तपाईँहरूले पनि यसरी खान सक्नुहुन्छ है। यसमा चाहिँ होइन, ग्यास चाहिँ हल्का मिडियम साइजको राख्ने, लोमै राख्ने हुन्छ होइन भने बिस्तारै पकाएर एकदम 3 पानी खट्रा बनाउन सकिन्छ है साथीहरू विदेशमा पनि। ल यो आइडियाले है